खोजेअनुसारको हामी सबै खाले प्रस्तुतहरू जोड्दै जानेछौँ। राजु रेग्मी, पवन थपलिया, शिवराज तिवारीले नाटकको निम्ति अनुरोध छ। आज चाहिँ हाम्रो होइन महोत्सव आएको है, अनि हामी को छौँ हेर्नु न। हाई गर्नु, हाई शोभा, अनि हामी चाहिँ यो घुम्नेवाला पिङ्केला राखौँ होइन। अनि यता चाहिँ दुर्गेश थापाको इन्तजारमा हुनुहुन्छ सबैजना, अनि हामी पनि त्यही हेर्न आएको। म चाहिँ स्पेसली त्यही हेर्न आएको होइन। अनि त अरू कामहरू भ्याएर म यता आएँ। अनि हामीहरू यहाँ सबैजना एकचोटि नै यस्तै छन् सबैजना। हरू चाहिँ होइन यसको यहाँ अब आफ्नो पालो पर्खिँदैछौँ होइन सबैजना भएर। अनि हामीहरू चाहिँ तिनजना हम ठ्याक्कै तिनजना कसरी जाने भए ए भिडियो भइरहेको रहेछ होइन। अनि यहाँसम्म हामीलाई खेल्नै दिएन, ठ्याक्कै हामी तिनजना बाँकी भएछ यस्तो भयो। यहाँसम्म हामीहरू त्यस्तो। अनि यो मेरो लङ्गोटिया यार हामीहरू चाहिँ कहाँ जाँदैछौँ, आलु हामी कहाँ नि हामी यो खेल्दैछौँ होइन। अब हामी कस्तो रमाइलो हुन्छ नि त्यहाँनिर। खै त पर्बिने खेलाइदिएन नि यहाँ छौँ होइन। अनि हामी यहाँनिर गर्दैछौँ हामीहरूको रियाक्सनहरू गर्छ होइन। मोबाइल हल्ला गरेँ ल त्यो राते त गर्दै अहिले जान म झऱ्यो भने नि यहाँबाट स्टार्ट भयो है, स्टार्ट भयो। हामीहरूको कोही अहिले यस्तो त गर्नु यहाँ चाहिँ होइन सबैजना दुर्गेश थापालाई वेट गर्दै हुनुहुन्छ होइन। अनि यहाँ सबैजना छन् यिनीहरू पनि। दिदी डल्ली दिदी, ए डल्ली दिदी, डल्ली दिदी तपाईँ को हेर्न आउनु भयो अरे? को हेर्न आउनु भयो अरे? दुर्गेश थापाको गीतमा नाचेर जानु होला। तपाईहरुलाई हामीले दुर्गेश थापा ल्याउनु
निधारमा झलक झल्कियो निधारमा झलक झल्कियो साथीभित्र मायाको आगो सल्कियो जुलीको तार 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 विसक भए हजुर शनिबार विसक भए हजुर शनिबार अभिनय गर्ने मलाई साथ दिने यो जादुगर टिममा जोकर भाइ हुनुहुन्छ केटो होइन यो ह्यान्डसम बोका बोका ह्यान्डसम छिटो भन्नुहुन्छ के गर्ने फुपू अलि जिब्रो लटपाटिन्छ के गर्ने त्यसै गरी हाम्रो मिडिया बहिनीहरू मेरो राम्रो फोटो खिचिदिनु होला राम्रोसँग भाइरल बनाइदिनु होला माया दिनु होला यसरी लाइभ हेरिरहनु भएका दर्शकबिनहरूलाई देश विदेशसम्म बसिरहनु भएका यसरी हामी नेपाललाई धेरै माया गर्ने सपोर्ट गर्ने एकदमै जहाँ भए पनि हजुरलाई नमस्कार टक्राउँदै यति राम्रो क्यामेरा पछाडिका हिरो नि हामी क्यामेरा अगाडि हिरो बनाउनु भएको छ तर उहाँहरू पछाडि उहाँले नै हिरो बनाएको उहाँले नै हिरोइनी बनाएको यसरी हामीले हरेक ठाउँमा देखिने चाहिँ उहाँहरू हुनुहुन्छ दुःख सुख उहाँले नै बाँड्नु हुनुहुन्छ हाम्रो क्यामेराम्यान उहाँलाई पनि नमस्कार है हजुर हेलो राम्री मैया हजुर नमस्कार मेरो मास्क लगाएर कस्तो यो मास्क पनि भइसक्यो 15 दिन भइसक्यो लगाएको यो कार्यक्रम हुनुभन्दा अगाडि अहिले पनि त्यही लगाइरहनु भएको छ हजुर सजिलो छ कालो मास्क सजिलो हजुर हाम्रो यति ब्युटी हेर्नुहोस् त खुट्टा सुनमा चिटिक्क परेर आएको अहिले कोकोकोला जस्तै हुनुहुन्छ उहाँको लागि ताली बजाइदिनुहोस् हजुर उहाँले चाहिँ फोटो यसरी खिचे मान्छे यत्रो भयो भने आवाज चाहिँ ठुलै रहेछ क्या अनि भाइ हजुरको नाम भनिदिनु पऱ्यो ल मनोज गोर्खाली अनि सर हजुरको घर चाहिँ कति लामो नाम क्या फेरि एकचोटि भन्नुहोस् त बुझेन 23 वर्षको युवा केटा हेर्नुहोस् त 23 वर्षको कति केजी हुन्छ सर यो भाइ कति 8 केजी गरे होइन 8 केजी हो कति केजी हुन्छ 8 केजी एउटा जोकले एउटा हातले उचाल्दै छ अनि सर 23 वर्षको मान्छेले बिहे पनि गरे होला एकचोटि सोध्नु हुन्छ हजुर हुन्छ 23 वर्षको मान्छेले बिहे गरे होला सर बिहे गर्नुभयो हजुर गर्नु भएको छैन
कठै बिचार बिहे नै गरेर हिँड्छ ल निश्चय ल अनि किन केटी नपाएर कि बिहे गर्न मुन्न लागेर बिहे गर्न मुन्न लागेर कि केटी नपाएर ल केटी नपाएर ल हाम्रो आयोजक कता हुनुहुन्छ यो हाम्रो होटेल सङ्घको जुन जिल्ला धादिङको होटेल सङ्घले चाहिँ उहाँलाई एउटा केही व्यवस्था गरिदिनु पर्यो हजुर ल यो गजुरीमा चाहिँ पक्कै पनि यो खाना तथा कृषि व्यवस्था गर्नुहुन्छ है ल अब यहाँ कोही मन पर्यो धन्यवाद छोरी सुशाल पण्डित धादिङ उदयवारी संघ पूर्व कार्य समितिका सदस्य शङ्कर पण्डितको छोरी शङ्कर पण्डितलाई पनि सम्मान छ यस्तै यस्तै नवप्रतिभाको प्रोत्साहन गर्ने लगायत उहाँको टिमलाई यो स्टेजमा आसन गर्नको निम्ति म हार्दिक अनुरोध गर्दछु र कुर्सीको व्यवस्थापन गर्दै मैले 3 बजेपछि तपाईँहरूको कुनै प्रस्तुति राख्दिनँ किनभने आज मेलाको विशेष दिन हो तपाईँहरूले काटेको रु 100 को टिकट 99 को रमाइलो कुर्सीहरू अलि खाली गरिदिनु होला के भिडियो हो हामीसँग किनकि आज म अर्को बाटो आएको थिएँ यहाँ माथि बुन्सरे भन्ने ठाउँमा त्यहाँ चाहिँ मेरो गाडी फसेर अनि त्यहाँ बिग्रेर फेरि रिटर्न काठमाडौँ भएर यहाँ आउँदाखेरि तपाईँहरूलाई धेरै बेर पुऱ्याउनु पर्यो त्यसको लागि हामी सहयोग गर्न चाहन्छु यसरी फ्यान भनेको यो तपाईँले मलाई अहिलेसम्म खोज्नु हो होइन सबैले हातमा दिनु Yeah!
शिवको त्रिशूलले हान्दिने हो मान्दिने हो मान्दिने हो शिवको कुरालाई मान्दिने हो ध्यान्दिने हो ध्यान्दिने हो शिवको कुरालाई ध्यान्दिने हो जान्दिने हो जान्दिने हो शिवको लागि जान्दिने हो शिवको नाममा हालेर त हिँड्नुपर्छ। हामीहरू चाहिँ होइन यहाँबाट हिँड्यौँ है यति राति भएको छ अझै कजाकस्तान हुन्छ होला होइन हामी कराउँदा कराउँदा यस्तो भइसक्यो कराउँदा यस्तो भइसक्यो होइन यस्तो रात पऱ्यो तर होइन म युट्युबबाट कमाउन थाल्छु नि त अनि के हुन्छ भन्दाखेरि अनि होइन मलाई चाहिँ के लागेको कुरा भन्दा दुर्गेश थापाको क्रेज ओ माई गुडनेस यस्तो 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 रहेछ नि भगवान् म आफै अचम्म परेँ। भावाले छन्न Have a safe flight. Have a safe flight. अहिले त सेल्दै हेर त यो पनि म प्र्याङ्क भयो भने यो भित्र चाहिँ बोर्डको भएर क्या तर यार हामीले यस्तो क्रिम चाहिँ नराखिदिनु भन्नुपर्ने है पहिल्यै मम्मीलाई खुवाइदिएन मम्मी आउनु पैसा दिनु पर्दैन टिका लगाएर के अरे हो त नि अब ध्यान भयो टिका लगाएर दिनुपर्छ आउनु आउनु पैसा के अरे पैसा लगाएर टिका दिनु पर्दैन अरे टिका दिनु पर्दैन ल पर्दैन बन्दैन खुवाइदिनु पर्छ तपाईँले अलि त आउनु न अलि यता फोटोमा देखेन क्या अलिकति खानु अनि नातिनीलाई खुवाइदिनु त्यो हो ल अब त्यो नातिनीलाई खुवाइदिनु अब लिएर नातिनीलाई खुवाइदिनु खानुपर्छ आज त यो दसैँ होइन भिडियो बनाउँछु नि भिडियो बनाइदिनु ल के हेरेर बसेको मैले बनाएको छु ल भयो अब सेफ लाइट नातिनीलाई खुवाइदिनु अब के खुवाइदिनु मलाई
ल भयो ओइ यो हेर त अब यो 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 जल्छ त्यो भिडियो बनाइ के फोटो बनाइ भिडियो बना फोटो वाला फोटो खिचेर बल्छ त अलि नजिक आएर बस्नु अलि नजिक त्यो केक सकाउ उसले के गरे म ब्याकग्राउन्ड नबिगार्नु न मम्मी हेल्प सबै राम्रोसँग आफ्नो ख्याल गर राम्रोसँग जाऊ ओइ रो न छ्या त्यही त रो न है त्यही भएन भने आफ्नै आउँदैन क्या रो 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 हुँदैन यसलाई रोक रोक होल्ड 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 भाइलाई दो यो सबै थाहा हो हेर जा ठुलै मामा थाहा गरेको जाऊ शोभा ए फोटो खिच्ने फेरि होला फोटो खिच्ने बिर्सेँ मैले फेरि होला जाऊ शोभा आने बाबा नि हिँड्दैन भाइलाई हक होला पर्दैन यिनीहरूलाई उनीहरूलाई नि त हिँड्न मन होला नि तपाईँ आज आउनु अनि आज मलाई हो के ल खुट्ला जसले खुवाइनुहुन्छ हौ अलि हाम्रो भयो त्यसलाई नि खुवाउनु अब सबै सबै लु राम्रोसँग जाऊ बिहान बिहान सुन होइन खोजी लगाएर तिनीहरूलाई खुवाउनु हुँदैन खै ऊ सन्तोषीको भिडियो चाहिँ नबनाइदिने ए कानमा सबै धेरै खुवाइदियो भने है क्या 15-16 सेकेन्ड भइसक्यो ए फेरि हो त्यो त यो होला ब्लग बनाएर हाल्नु होला नि यसमा त हाय मोर हाय गिफ्ट फ्रम भावनाले ओए मैले यही होला सोच्दै थिएँ भयो यस खाएर ओके बिन्ता राई तर अलि उ भयो क्या है बेसी चिसो भयो अनि यो चाहिँ खै त भावनीको गिफ्टहरू मन लाग्यो अलि माथि यो चाहिँ भावनीको गिफ्ट श्री गणेश अनि यहाँ चाहिँ माथि यहाँ चाहिँ